ओके एभ्रिवान रिसेन्टली मैले चाहिँ अवतार 3 एस एन्ड फायर भन्ने मुभी हेरेर आएँ होइन। रातिको सो थियो 7 देखि 10:30 भएको थियो, 7:30देखि 10:30सम्म। अनि मेरो एक्सपेक्टेसन अलिक बढी नै थियो, किनभने मैले जेम्स क्यामेरन र हाम्रो एसएस राजामौलीको इन्टरभ्यू हेरेको थिएँ है। त्यो आउनुभन्दा अगाडि इन्टरभ्यू 2-3 दिन अगाडिको इन्टरभ्यू हेरेको थिएँ। अनि जापानमा भएको इन्टरभ्यू पनि हेरेको थिएँ। अनि त्यहाँ हेर्दाखेरि चाहिँ 1 भन्दा पनि राम्रो हुने भन्ने सुनेको थिएँ। एन्ड आई एम टोटल्ली त नभनौँ तर आई एम समहाउ डिसपोइन्टेड विथ अवतार एस एन्ड फायर। टोटल्ली डिसपोइन्टेड छैन, किनभने सेकेन्ड हाफ एकदमै राम्रो छ होइन। 1को फर्स्ट हाफको जुन बिगिनिङ टाइपको छ भाइब होइन, सेकेन्ड हाफमा अब कुरा गरौँ के चाहिँ नराम्रो थियो, वाट आई फिल्ड रङ इन द मुभी होइन। रङ त के भन्नु होइन, जेम्स क्यामेरनको मुभी हो, बट अझै इम्प्रुभ हुन सक्थ्यो। अझै मेरो एक्सपेक्टेसनलाई मिट गरेन भनौँ, इम्प्रुभ हुन सक्थ्यो भन्दा पनि मेरो एक्सपेक्टेसनलाई अझै मिट केले चाहिँ गरेन भन्ने कुराको बारेमा म गर्नेछु। पहिलो रिजन त द फर्स्ट हाफै हो होइन। मैले अघि पनि कुरा गरिसकेँ, फर्स्ट हाफले मेरो एक्सपेक्टेसनलाई काहीँ नै मिट गरेन। मतलब फर्स्टदेखि नै एक्सन हुनुपर्छ भन्ने कुरा पनि होइन, बट जसरी क्यारेक्टरहरू डेभलप हुनु पर्थ्यो होइन। इभाको 1-2वटा क्यारेक्टर डेभलप भएको छ होइन, स्पाइडर इभाको, तर त्यो अलिकति अझै मजाले डेभलप हुन सक्थ्यो कि जस्तो लाग्छ मलाई। अनि फर्स्ट हाफमा टाइम पनि अलिक बढी नै थियो, त्यतिखेर अरू क्यारेक्टरहरू पनि अझै मजाले डेभलप गर्न सकिन्थ्यो जस्तो लाग्छ मलाई होइन। मलाई चाहिँ त्यस्तो फिल भएको। हुन त स्टोरीलाई पुग्दो त क्यारेक्टर डेभलप भएको छ, तर बिल्डअपको लागि अझै पछिको लागि पनि डेभलप गर्दाखेरि अझै त्यो टाइम अलिक यत्तिकै लम्बा जस्तो छ क्या। मतलब क्यारेक्टर डेभलप गर्दै गएको भए इन्ट्रेस्टिङ स्टोरीहरू हालेर डेभलप गर्दा इन्ट्रेस्टिङ हुन्थ्यो। तर के भयो भने त्यही एउटा कुरालाई रिपिटेडली गरेर डेभलप गरेको छ क्या, त्यही एउटा कुरालाई डेभलप गरिराखेको छ। त्यसले गर्दा चाहिँ अलिकति लम्बे जस्तो, अलिक अल्छी लागे जस्तो फिल हुने क्या। बरु त्यसको साटो मेरो हिसाबमा चाहिँ त्यसको साटो अझै 2-3वटा क्यारेक्टरलाई लिएर चाहिँ अनि उनीहरूको हिसाबमा चाहिँ अनि टक्कै क्यारेक्टर डेभलप गरेको भए चाहिँ अलिकति इन्ट्रेस्टिङ पनि हुन्थ्यो, इङ्गेजिङ पनि हुन्थ्यो जस्तो लाग्छ मलाई। त्यहाँ हाम्रो छेउमा बसेको एउटा दाइ सुत्नु पनि भएको थियो अल्छी लाग्यो भनेर है। त्यो क्यारेक्टर डेभलप गर्दै स्पाइडरको क्यारेक्टर डेभलप गर्दा अलिक इन्ट्रेस्टिङै थियो, तर इभाकोमा अलिक बढी लम्बाइएको, त्यही सिनलाई अलिक बढी खिचिएको। हुन त अब त्यो ठाउँ नै त्यस्तै हो, त्यो जेम्स क्यामेरनको पेसै त्यस्तै हुन्छ, तर पनि अझै धेरै खिचिएको, 1 भन्दा अझै जबरजस्ती ताने जस्तो पनि छ क्या 1-2वटा सिनहरू। त्यसले गर्दा चाहिँ अलिक म डिसपोइन्टेडै भएको हो। अनि फर्स्ट हाफमा अरू अब एक्सन त अब हुनैपर्छ भन्ने पनि होइन, र पनि अझै इन्क्लुड गरेको भए अझै राम्रो हुन्थ्यो कि भन्ने कुरा हो। किनभने अवतार हेर्ने भनेको एक्सन हेर्न नै धेरै जसो गएका हुन्छन्। फर्स्ट हाफको बारेमा त त्यही नै हो, अलिकति फर्स्ट हाफ चाहिँ अलिक राम्रो दामी नै छ होइन। र पनि यो 3D जुन चस्माकै खराबी हो कि हाम्रो यहाँ दमकको डिम्याक्स हलमा हेरेको थिएँ मैले, त्यो पनि हुनसक्छ। तर पनि मैले ब्रह्मास्त्र पनि त्यहीँ हेरेको थिएँ, ब्रह्मास्त्रको फार बेटर क्या, धेरै राम्रो थियो। अवतार पनि त्यसमा चाहिँ अझै इम्प्रुभ गर्न सक्छ कि 3Dमा चाहिँ मलाई जस्तो लागेको छ। अब राम्रो कुरा गरौँ होइन, राम्रो त अब सबै राम्रो नै छ। अवतार 1, 2, 3 कोही भन्दा कोही कमी छैन नै भन्दा पनि हुन्छ। 1 त बेस्ट भइगयो, 2मा पनि केही बिचमा फ्लस थियो, अन्तिममा दामी छ, सुरुमा दामी छ। 3मा सुरुमा हल्का बिग्रे जस्तो छ, पेसहरू कन्टिन्युटी दिन नसकेको जस्तो छ, फेरि अन्तिममा ठिक छ। फिल्म एकदमै दामी छ, हलमा मुभी हेर्नुपर्ने नै मुभी हो यो होइन। र पनि अझै राम्रो बनाउन सक्नुहुन्छ जस्तो लाग्छ मलाई जेम्स क्यामेरनले। उनको भिजन बरै दामी लाग्छ मलाई। अनि त्यो उनको जुन त्यो पेस छ, जसरी उनले ग्रान्ड तरिका लानुहुन्छ, त्यो पनि अझै कम गरेको हो कि जस्तो लाग्यो मलाई। अन्तिम सिनमा त्यो ग्रान्ड खालको छ, त्यो सार्कहरू, वेलहरू, यताउति माछाहरूको छ, तर पनि अझै स्टार्टिङदेखि नै अलिकति ग्रान्ड टाइपको, केही युनिक टाइपको पनि भएको भए झन् मजा हुन्थ्यो कि, झन् इन्ट्रेस्टिङ हुन्थ्यो कि जस्तो लाग्छ। जे होस्, फिल्म एकदमै राम्रो छ, हलमा गएर हेर्नुपर्ने फिल्म हो। साथीहरू जो लिएर जाने हेर्नु, दामी छ फिल्म, हलमै हेर्नु। मोबाइलमा पनि आएपछि हेर्दा फरक त पर्दैन त्यस्तो, कम्पलसरी त होइन, र पनि हलमा गएर हेर्ने चाहिँ वर्थ इट हुन्छ पैसा जति चाहिँ। ल आजको लागि यति नै होइन, मेरो सानोतिनो रिभ्यू थियो, मैले धेरै भएको थियो रिभ्यू नदिएको, एन्ड मलाई दिनुपर्छ जस्तो लाग्यो अवतार आएपछि त। एन्ड सो यही सानो रिभ्यू छ, थ्याङ्क यू।